हेलो एभ्रिवान, सबैजनालाई नमस्ते। हजुरहरू पनि सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु भन्नुपर्छ है। अनि आजभोलि चाहिँ आँपको सिजन लागिसक्यो है। आँप चाहिँ पाक्न सुरु भइसक्यो, फटाफट आँप पाकिरहेको अवस्था छ है। अनि हामी चाहिँ आँप खानातिर लागिसक्यौँ है साथीहरू। हजुरकोतिर पाकेको पाकेन कमेन्ट गर्नु होला है। अनि हामी चाहिँ आँप खानातिर लागिसक्यौँ है। आँप चाहिँ एकदम गुलियो टाइपको एकदम राम्रो खालको आँप छ है आम्बोको चाहिँ। अनि हजुरलाई पनि खान मन छ भने आइहाल्नु होला। अनि आज चाहिँ बाबु भाइ चाहिँ कालीमाटी भएर चाहिँ घरतिर आएको थियो। अनि त्यसपछि सामानहरू पनि ल्याएको रहेछ। अनि बाबुले चाहिँ छिट्टो चाहियो भनेर पहिले खोल्न सुरु गरिसके है। के रहेछ भनेर हामी चाहिँ हेर्नतिर लाग्यौँ है साथीहरू। सबै सामानहरू निकाल्न एकदम हतार भएको छ है बाबुलाई चाहिँ। अनि त्यसपछि बाबुलाई पनि हल्का बाबुको न्युमा मलाई पनि है। अनि त्यसपछि निकालेर हामी चाहिँ हेर्नतिर लाग्यौँ है। सबै सामानहरू हेरिसकेर चाहिँ खाने भनेर हामी चाहिँ तयारीमा सबै सामानहरू निकालिसक्यौँ है। निकालिसकेपछि हामी खानातिर लाग्ने भनेर सबै सामानहरू खोलेर रेडी बनाएर राख्यौँ है। अनि बाबु एकदम हतार गरेर खानको लागि एकदम हतारिरहेको थियो है। अनि त्यसपछि हामी चाहिँ यसलाई काफल भनेर चिन्छौँ है। हजुरले के भन्नुहुन्छ कमेन्ट गर्नु होला। म चाहिँ काफल भनेर चिन्छु यसलाई। अनि त्यसपछि हामी चाहिँ खाने भनेर सबै निकालिसक्यौँ। अनि त्यसपछि निकालिसकेपछि रेडी बनायौँ है अनि खानको लागि। अनि हजुरहरूकोतिर चाहिँ गर्मी सिजनमा आँपहरू खानेकुराहरू कत्तिकै पाकिसकेको छ है। हाम्रोतिर चाहिँ पाकिरहेको छ आँपहरू। अनि साँझ बिहान चाहिँ 1 घन्टा भए पनि खान नै पर्छ है। अनि त्यसपछि एकदम मिठो हुन्छ आजभोलि चाहिँ आँपहरू है। हजुरकोतिर कत्तिकै हुन्छ, हजुरलाई खान मन छ भने आइहाल्नु होला है हाम्रोतिर। त्यसपछि काफल खानातिर लागे है म। अनि हजुरहरूलाई पनि काफलहरू आँपहरू यसरी खान मन छ भने आउन सक्नुहुन्छ है। हामी चाहिँ साँझ बिहान 1 घन्टा गरेर भए पनि खाने गरेका छौँ है। आँपहरू चाहिँ एकदम धेरै पाकिसकेको अवस्था छ। अनि त्यसपछि चाहिँ घुमघाम गर्ने है। यसरी नै दिन बिताइरहेको छ है बाबुले पनि। अनि त्यसपछि यो चाहिँ जे पाए त्यही खानको लागि मागेर हैरान पारिसकेपछि असारे जङ्गलतिरको असारे, म चाहिँ असारे भनेर चिन्छु है। हजुरले के भन्नुहुन्छ? यो खानको लागि मागेर है सताएको थियो। अनि त्यसपछि दिइसकेपछि खाने घुम्न जाने भनेर चाहिँ घुमिराख्ने बानी छ है बाबुको चाहिँ। त्यसपछि हामी चाहिँ घुम्ने खाने यसरी नै दिन बिताइरहेका छौँ है। हजुरहरूको कसरी बितिरहेको छ? अब चाहिँ बर्खा सिजन पनि लागिसकेको छ है। अनि रोपाइ केही समयपछि चाहिँ रोपाइ सुरु पनि हुने होला है। अनि कटहरको तरकारी कहिले खानुभएको छ कि नै है? कटहरलाई तेल सेल लगाएर तरकारी काटेर रेडी बनाएर चाहिँ पकाएर खाने भनेर तयारी बनाइसकेँ है। तेल लगाउँदा पनि मेरो हातको चाहिँ यसरी जाम भएको थियो। त्यसपछि सफा गरेर हामी चाहिँ तरकारी बनाएर खायौँ। आज चाहिँ यति नै, बाइ बाइ।